सिम्पल 4 डट वाला ब्लाउजमा डट लिने आफ्नो आफ्नो तरिका हुन्छ। म चाहिँ के गर्छु भने यो छातीको सेन्टर पोइन्ट कति छ मेरो चाहिँ 10.5 इन्च रहेको छ। 10.5 इन्चमा चिन्ह लगाएर त्यसपछि मैले 12 इन्चमा फेरि अर्को चिन्ह लेख्दै छु। सेन्टर पोइन्टबाट 1.5 इन्च तल अर्को चिन्ह लगाएर त्यसपछि भने हाम्रो यो सेन्टरबाट 4 इन्चमा यो जुन हाम्रो यो सेन्टरबाट 4 इन्चमा फेरि चिन्ह लगाएको छु। यो चाहिँ हाम्रो मेन डट हुनेछ। तल पनि मैले 4 इन्चमा चिन्ह लगाएर चाहिँ तलको मेन डट लेख्दै छु। त्यसपछि भने हामीले सबै डटहरू चाहिँ 2-2 इन्चको ग्यापमा लिनुपर्ने हुन्छ। यो साइडको डट लेख्दाखेरि भने हामीले हाफ इन्च जति माथि उचालेर छड्के राखेर चाहिँ 2 इन्चमा चिन्ह लाउन सकिन्छ, जसरी मैले भिडियोमा लगाइराखेको छु। त्यसपछि भने यो काखीतिरको डट पनि 2 इन्चमा चिन्ह लगाएको छु र यो अगाडिको डटमा पनि मैले 2 इन्चमा चिन्ह लगाएर डट लेख्दै छु। सबै डटहरूको ग्याप चाहिँ 2-2 इन्चमा आएको छ। यो हामीले डटको ग्याप लेख्दाखेरि चाहिँ छाती अनुसार लिन सकिन्छ। मेरो चाहिँ 40 छातीको लागि हो। सानो साइजको छ भने चाहिँ हामीले 1.5 पौने 2 इन्चको ग्याप लिएर लिन सकिन्छ। त्यसपछि भने मैले यो साइडको डटको चाहिँ तलको सिलाइ भागबाट 1.5-2 इन्च माथि चाहिँ हामीले लिएर साइडको डट लिन सकिन्छ। यसरी हजुरहरूले पनि यही तरिकाले डट लिन सक्नुहुन्छ। यसरी हामीले यो डटहरूलाई गोलो तरिकाले गोल्याउँदाखेरि चाहिँ ठ्याक्कै सर्कल बनिनु पर्ने हुन्छ। यो भिडियो चाहिँ मैले भर्खर सिक्दै गर्नुहुने दिदीबहिनीहरूको लागि चाहिँ सहयोग होला भनेर बनाएको छु। त्यसपछि भने हामीले डटमा चुटुक्क चुट्की लगाएर चाहिँ हामीले छापेर अर्कोतिर पनि हामीले डटको पोइन्टहरू लिन सकिन्छ। म चाहिँ यसरी डट लिन्छु। हजुरहरूले कुन तरिकाले